अब रोकिनेवालामा छ है साथीहरू हेर्नुभयो कति पीडा छ शहीद परिवारलाई। गृहमन्त्री सुदन गुरुङको हात समातेर डाकको छोडेर रोइन् शहीदकी आमा। तत्कालीन शासकलाई भोट नदिएर जनताले आफ्नो कर्तव्य त पूरा गरे, तर अहिले गठन भएको सरकारले पनि आफ्नो कर्तव्य पूरा गरोस् ताकि तत्कालीन शासकलाई, दोषी शासकलाई कठघरामा उभ्यारै छाडोस्, नत्र यी आमाको आँसुले सराप्ने छ। जेन्जी आन्दोलनमा स्कुल कलेजको ड्रेसमाथि गोली बर्साउने ससाना कलिला भाइ बहिनीहरूलाई गोली बर्साउने शासकलाई जेलमा लगेर पाता फर्काएर कोर्रा त हान्नै पर्छ। साथीहरू हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो? भिडियो मन परेमा लाइक, कमेन्ट अनि शेयर गरिदिनु होला। नयाँ साथीले मेरो च्यानललाई फलो पनि गरिदिनु होला। धन्यवाद।